ओहो अनि के भारी पुग्यो कि पुगेन काँसको पुगे छैन नाम कच ल्याउने बिर्स्यो यहाँ अनि यहाँ त मेरो ऊ ल्याएको छ यहाँ परेर राखेको थियो आउ त आउ अलि बिस्तारो हो है फेरि अप्ठ्यारो छ अब हेर यहाँबाट झर्नुपर्छ बाटो अप्ठ्यारो छ के अरे मेरो बुई आऊ बुई पर्दैन आफै लड्ला जस्तो छ म झरिहाल्छु कि बुई आऊ न बुई आऊ अलि डराउ छौ लडाउनु पर्यो क्या यहाँ खाल्टो छ हटाउन खुट्टा यो त मलाई पनि थाहा छ नि त तर बुई आऊ न भने सक्दैन के हिँड्न म आफै झरिहाल्छु नि यहाँ ल यहाँ लुगा नभएको कस्तो भइसक्यो के जाडो भएको ल ए आउन ए तिमीले त्यो एउटा फिल्म हेर्यौ कुन फिल्म ए छक्का पञ्जा हो त्यस्तै छक्का पञ्जा त देखिन्छ नि लैबरी 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 लै वाटुकीमा सिउरेको सुके थैली खै ए भन्न सुके थैली खै ए भन्न होइन तिमी काट्न आकी सिउरे काट्न सघाउन आएको अब यति राम्रो मान्छे देखेपछि यो भनेपछि यो गाँस सास मलाई चाहिएन तिम्रो गाँस भएदेखि दिन्छ कि दिँदैन मेरो पैसा तिर्नु पर्ने हो कसैको कमाइ खाऊ तर पनि आएर तिमी मलाई माया पनि माया गर्न जस्तै छ मेरो अनुहार के अनि गाउँमा बसेको छ यसरी घाँस काटिया छ लास्टमा यो छोटो लोकला छ तिम्रो बाबु गरिब हुन् कि क्या पैसै तिर्न सकेन कि क्या बुद्ध सुरुलाई महँगो पर्छ क्या पैसा पुग्दैन 150 मा आउँछ देखेन सेक्सी पनि देख्यो राम्रो पनि देख्छ त्यो त यही लाग्यो सेक्सी भैँसी भन्ने त थाहा थियो मलाई यो सेक्सी भन्ने चाहिँ कहाँबाट आयो अरे माया दिन्छु थाहा पाउँछ ल ल ल अब त भारी पुग्छ होला नि यतिले कहाँ पुग्छ 2 भारी लानु परेन अरे भारी पुर्याइदिने काम मेरो भयो भएन भएन मेरो भारी त तपाईँले पुर्याइदिनु भयो फेरि तपाईँको भारी मैले पुर्याउनु पर्ने होला होइन त्यो त हिसाब किताब बराबर भयो होइन के गरेको यो तपाईँले एक भारीले मात्रै भारी पुगेन क्या त्यही भएर 2 भारी बनाइदिनु आँटेको अनि अब तिम्रो यता हेर न हो यता हेर अब तिम्रो काँसको भारी चाहिँ पुग्यो कि पुगेन तर मैले चाहिँ मौकामा चौका हानेर 2टा भारी पुर्याइदिएको छु है ढुक्क साथले बस्नु अनि यो पछाडि जन्मिने छोरो कसको हो भन्दाखेरि मेरो हो भनेर भनिदिनु है त भैँसी किन्न जाँदा त पारो पनि आउँदो रहेछ त आइसक्यो त हिँड त है जाउँ मेरो दोको नाममा चाहिँ ऊ त्यहाँ छ अब घरमा आएन भने बाबुमा मम्मीले कुटिहाल्छ म गएको ल बस्नुहोस् है ल ल ल ल बिउ बिहार त मैले गरिहालेको छु फल कहिले लाग्छ त्यो बेला चाहिँ मलाई सम्झ ल ल बाई 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 बिउ बिहार त गरिहाल्यो तर के गर्नु घरमा बुढी र छोराछोरी छन् अब तेरै गर्व हो भनेर मलाई सताई भने त मेरा बाबुले मलाई घरमा बस्न पनि दिँदैनन् होला काशीतिरै जानुपर्छ जस्तो त